अनुहार छोप्ने यो गिनी यो लठेब्री यसले भिसी गर्नु बन्दै जाने यो गिनीले डाटा कसरी गर्छ उहाँ फोन खेलेर छ उहाँ फोन खेलेर छ उहाँ ठुकै झारिनुहोस् अनुहार नदेखा जाठा किन ओल्ड भन्छु सामान त राम्रो छ नि जाठाको यस्तै तरिकाको बिकिनी लगाइदिएर मजाले यहाँनिर कुच 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 गरेर पानी झारेर ल्याम्मै चाटेर माथि कचकच छामेर त्यहाँबाट जोटाएपछि यो नि त लाइन के गरेको त कहिलेदेखिको स्टाइल फेरि दुलो पनि बनाउनु पर्ने भएको त्यहाँनिर तिमीहरू दिनभरि गरेर बस्छौ अनि फ्रेस भएर बोल यो भएन यो भएन बरु गिनले दिन्छ तिमीलाई नि मैले बस पार्कमा देखेको थिएँ त्यहाँको हालको रहेछौ अनि बोलाऊ कि भनेर म गर्थेँ तिम्रो छेउमा अनि तिमी एकजना साथीसँग रहेछ तिम्रो साथी त होला नि त्यो केटा होइन जिम्बा रहेछ अनि मेरो कुरा सुन कहाँ देख्यो अरे रितु कहाँ थियो अरे बस पार्कमा कहाँ देख्छ रितु बसमा चाहिँ के खाना ट्याटो हान्न गयो हो बस पार्कमा मेरो रुम यतै हो नि त अनि मेरो रुम यतै हो नि त अनि के भन्नु म यतातिर त्यो बसमा त बोलाउनु पर्दैन त 800 मन दिन्छ तिमी बोल्दैनौ जस्तो लागेर हो के अरे म त्यस्तो एटिट्युडमा बोलिहाल्छु तिमीले मलाई अनफलो नि गरेको हौ अनि कहाँबाट बोलाउनु मैले तिमी कस्तो भाउ खाँदो रहेछ त्यस्तो नगर न यार मेरो आइडी चाहिँ सुन त तिमीहरूले झगडा जाटो सिधा तिमीहरू म तिमीलाई आज भिसी गर्ने तरिका सिकाउँछु हेर सामान्यतया भिसी गर्दाखेरि सुन भिसी गर्दाखेरि सुरुमा सिरा गर्नुपर्छ मैले गिनीलाई सबै भनेको हेर पहिले भिसी गर्दाखेरि यिनीहरूले यसो गरौँ है यसो गरौँ पहिला पेन खोलौँ किनभने भिसी गर्दाखेरि सामान्यतया इसियोमा पैसा आएपछि कोइन आएपछि भिसी गर्नु त गरौँ भिसी गर्दाखेरि सामान्यतया अनुहार छोप्ने यो गिनी यो लठेब्री यसले भिसी गर्नु बन्दै जाने यो गिनीले डाटा कसरी गर्छ उहाँ फोन खेलेर छ उहाँ फोन खेलेर छ उहाँ ठुकै झारिनुहोस् अनुहार नदेखा जाठा किन ओल्ड भन्छु सामान त राम्रो छ नि हेर न यार यो डाक्टर लटुले मलाई लास्टै हेप्न थाल्यो हो अहिले आएर के भन्यो अहिले ओइ त्यस्तो भिसी गर्ने तरिका सामान्यतया कोइन अथवा इस्युमा पैसा त्यसो गर्ने सिरा कोड्नेपछि सुरुमा यसरी तलको अलिकति खोल्ने तलको मात्रै यति खोल्ने तलको यति खोल्ने यति खोल्ने अनि यहाँ चलाइदिने हो यहाँ अनुहार नदेखाऊ यहाँ चलाइदिने हो अनि त्यसपछि के गर्ने भन्न भने सिकाएको त्यसपछि च्याट भन्छन् अलिकति च्याट अनुहार त फिटिक्क नदेखाऊ है भिसी कतिदेखि स्टार्ट गर्ने त पैसा चाहिँ कतिदेखि सुन अनुहार देखा भन भने सिरानी खोलबाट यसरी गर झारी बरु दुध देखाऊ ओइ मलाई फलो ब्याक दिएर जाऊ त म तिमीलाई देखेर आएको हो के थाहा किन रितु कहाँ थियो अरे बसको देखेछ अरे
ट्याटो हान्न गरिदियो। एउटा कुरो भन्छु ल बस पार जाँदैमा त्यसो त राम्रो सोच्नु पर्ने कुनै पनि उ छैन ल मैले भने नि फेरि याद गर ल त्यो चाहिँ हो है। 800 मा पाउँछ, बुझिस् नि कसम 500 मा दिन्छ, बस पार राम्रो कसम 500 मा दिन्छ, कसम 500 मा पाउँछ। बसबारीमा ट्याटो हान्न गएको हो के होइन ल होइन त्यो काटे बिजीमा ट्याटो गएको म यो हातमा यो मैले यो ट्याटो हानेर आएको क्या मैले तिमीलाई देखेको थिएँ। नयाँ ट्याटो छ त, नयाँ ट्याटो छ आज त राम्रो ट्याटो छ। रितु कति रुपियाँ लियो हौ? कति लियो पैसा? कति लियो? तँले किन साथी हुन्छ त लग्यो भने सोद्धम नहुने यसले त बिहा गरेर त नि काँधे च्याप्पै च्यापेर सिरानीमा राखेर जाँठाको यस्तै तरिकाको बिकिनी लगाइदिएर मजाले यहाँनिर कुचु 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 गरेर पानी झारेर ल्याम्मै चाटेर माथि कचकच छामेर अनि त्यहाँबाट जोटाएपछि यो हो नि त लाने ओ यात्रा तिमी जाउँदा म डक्टर लटुन ठग्छु। तिमीले किन जान हामी पहिले जोडेको जान तँहरू हामी दुईजना गेम खेल्छौँ आज तिमीहरू जा यात्रा पनि जा रितु पनि जा गिनले दिन्छ गिनी तैँले कस्तो ओ गिनी तैँले कस्तो सिक भएको आइज तँलाई म ठोक्छु क्या आऊ यता ओ यात्रा तिमी जाऊ न भनेको के यो म गिनी त- जान्न के गर्छस् होइन, ओ किन म्याच कस्तो- चिक्ने रन्डीका बानहरू किन जान म्याच चिक्ने केरा खानु जोडिस म्याच चिक्ने रन्डीका बान छोराछोरीहरू म्याच चिक्ने ठुलो कुरा गरिस म्याच चिक्ने तर चिक्न नपाएर हैरान छन् बिचरा पाए त चिक्न खोइ नपाएर बौलिन्छ नि राति खोइ उति यात्रा पानी आछ पानी तर अब मासुलाई रन्डीको छोरो म्याच कच 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 हानिदिन्छु अलिक मजाले देखा तेरो भएन स्टाइल अलिक भ्युर्स घटो अलिक मजाले गर साले अघि अघि बिहानै भट्टीमा गएर खाने थिएँ बिचरा यो हुन त आइमेको त भएर छन् किन आइज किन यो सस्तो भयो कि यो सस्तो माल भयो यो सस्तो माल भयो लाँदैछु हामीसँग छन् हामीसँग छन्